गुड इभिनिङ सबैजनालाई। फिफा विश्वकप 2026 को माहौल छ। यो भिडियो सुरु हुने ताका नै ल्याउँ जस्तो थियो, तर केही जर्सी डिजाइनदेखि यताउता लेख्ने यस्ता चिजमा ढिलो भएर म आज आइपुगेको छु। यो विशेष गरी ब्राजिल र नेमार फ्यान र यो रोनाल्डो मेसी नेमार युग जुन पुस्ता छ हामी त्यो पुस्ताको उत्तरार्ध, त्यो खेलाडीहरूको उत्तरार्ध र हामी फ्यानहरूको पनि उत्तरार्धको बेलामा नेमार मैदानमा नउत्रि त सक्नुभयो, तर नउत्रिँदै आउँछु भने थिएँ, तर थोरै ढिला भयो। विश्वकप अथवा फुटबलसँग रम्न, फुटबललाई हेर्न र फुटबलमा भिज्न थालेको पनि 14-15 वर्ष भएछ। ती चिजहरूलाई मैले अहिले एउटा सानो लेखमा प्रस्तुत गर्छु। सुरुमै मैले यो जर्सीको कुरा गरेँ। जर्सीमा मैले अब अन्तिम जर्सी छ यो, जहाँ चाहिँ नेमारको सिग्नेचर, डिजिटल सिग्नेचर, द लास्ट डान्स, उहाँको क्याप्सन 2026 र फोटोमा फर्स्ट फोटो छ नेमारले बाल्यकालबाट स्टार्ट गरेको सान्टोसको फोटो, लगत्तै 2011मा पुस्कास अवार्ड, त्यसपछि कन्फेडरेसन कपको त्यो ट्रफी, गोल्डन बल, ब्रोन्ज बुट सहितको, स्पेनमा गइसकेपछि ला लिगा, च्याम्पियन्स लिग र क्लब वर्ल्ड कप, यता आइसक्दा रियो ओलम्पिक 2016 र फ्रान्समा गइसकेपछि लिग 1 र च्याम्पियन्स लिग फाइनल हाजाको त्यो छेड र साउदी, त्यसपछि अर्को क्लब साउदीमा गएर उहाँको एसपिएल साउदी प्रिमियर लिग, त्यसपछि ब्राजिलको अल टाइम टप स्कोरर पेलेलाई टप्दाको फोटो र के 2026मा म्यानिफेस्टिङको रूपमा 2026को त्यो विश्वकप सहितको यो जर्सी छ, यो डिजाइन गरेको थिएँ। यो सँगै मैले यो हाम्रो पुस्तालाई र विशेष गरी नेमारलाई एउटा चिठी जस्तो अथवा लेख जस्तो लेखेर राखेको छु, जुन मेरो मनबाट लेखिएको चिज भयो, मेरो अन्तर्मनको आनन्दका लागि लेखिएको चिज हो। ब्राजिलका अथवा विशेष गरी नेमारको ठुलो फ्यानहरू, ठुलो इन्सपिरेसनहरू, उहाँलाई रोल मोडल मान्नेहरूले अन्तिम समय हेर्नु, बढी बुझ्नुहुन्छ होला। फुटबल बुझ्नेले पनि हेर्नुभयो भने सबै बुझ्नुहुन्छ। म आउँछु। मेरो चिठी यस्तो छ। A letter from an enthusiastic supporter to a serene supporter of yours, dear Neymar Jr. प्रिय खेल, प्रिय फुटबल, प्रिय नेमार, प्रिय आइडल, लेजेन्डरी रोनाल्डो मेसी नेमार युग, यो सम्बोधन थियो। सन् 2012मा हेटौँडा बुढो मावली बाबाको कान्छो मामाको घरमा टिभीमा हेर्दै गरेको युरोकपको फाइनल स्पेन भर्सेस इटालीको खेलबाट म फुटबलसँगको प्रेम सम्बन्धमा परेँ। 2010ले फुटबल चिनायो भने 2013को कन्फेडरेसन कपले नेमार मेरो फुटबलका आइकन, आइडल, हिरो, रोल मोडल, इन्सपिरेसन सबै भए। त्यस्ताका बाटै म आफू पनि फुटबल खेल्न, त्यसमा रमाउन थालेँ र आजसम्म पनि यो खेलसँग मेरो अटुट सम्बन्ध रहिरहेको छ। फरक यति भयो, पहिले वाइल्ड क्रेजी थिएँ भने अहिले साइलेन्ट क्रेजी छु। मैले आजसम्म र पछि सम्मैलाई पनि आफ्नो जर्सी नम्बर नै, आफ्नो लकी नम्बर नै 11लाई बनाएँ। म त्यही 11 नम्बरी नेमारको खेलबाट इन्सपायर भएको थिएँ। मैले यो खेल हेर्न सुरु नगर्दै मेरो इन्सपिरेसनले सान्टोसबाट आफ्नो कलात्मक खेलले फुटबल प्रेमीहरूको चित्त चोरिसक्न थालेथे। 2011को फिफा पुस्कास अवार्ड र त्यस वर्ष नै फिफा क्लब वर्ल्ड कपको फाइनलमा बार्सासँग पराजय हुँदै टुर्नामेन्टको ब्रोन्ज बल पाएका थिए र यसपछिका दिन, वर्षहरूले मेरो आइडलको खेल जीवन उत्कृष्ट फेजतर्फ यात्रा गर्दै थियो। सन् 2013मा विश्व प्रसिद्ध क्लब बार्सिलोनामा आबद्ध भए लगत्तै 20 दिनपछि फिफा कन्फेडरेसन कप 2013मा ब्राजिलका तर्फबाट विजेता बने। विजेता मात्रै भएनन्, यस टुर्नामेन्टकै सर्वोत्कृष्ट खेलाडी, गोल्डन बल र तेस्रो सर्वाधिक गोलकर्ता ब्रोन्ज बल प्राप्त गरे। यो प्रतियोगितामा दाइको खेल आगो थियो। म यही दिनबाट फुटबल र नेमारको फ्यान भएको थिएँ। यस लगत्तै सन् 2014मा आफ्नै देशमा हुन गइरहेको फिफा वर्ल्ड कप 2014 आयो। डेभिड खेलमा नै 203 खेलमा 4 गोल गरेर शानदार सुरुवात गरे। राउन्ड अफ 16मा पनि चिलीसँग अन्तिम पेनाल्टीमा गोल गर्दै क्वार्टर फाइनलमा पुगे र यही खेलबाट सुरु भयो नेमारको कालो दिनहरू र खेल जीवनको पूर्वार्धमा नै कोलम्बियासँगको खेलमा ढाड भाँचिएर वर्ल्ड कपबाट बिदा भए। उनी मात्र होइनन्, ब्राजिल नै सेमी फाइनलमा आफ्नै होम ग्राउन्डमा इतिहासकै पीडादायी हार 7-1 को अन्तरले हारी छेदविच्छेद भयो।
यस्तो पीडामा म बागलुङको तपस्थली रामकोट शिवालयमा थिएँ, जहाँ म एउटा सिङ्गो खेल तालिकाको पत्रिका काटेर राखेको सूची र त्यसबाट आफ्नै प्रेडिक्सन गरी भोलि सुमन दाई योगराज दाईसँगबाट समाचार थाहा पाई यस्तो भएछ भन्थे। त्यो जङ्गलमा मैले मेरो साथीहरूले लेउ काठ घाँस र च्याउहरूलाई प्रयोग गरी अत्यन्तै मनमोहक क्रिएटिभिटीको चरम प्रयोग गरी नमुना स्टेडियम बनाउने र त्यसको माया गर्ने गरी बिताएँ। यो पीडादायी आइडलको घायल अवस्था र हारलाई 2-3 दिन रोई खाना नखाई मनाएँ। 10 दिनपछि देवघाट आएँ। त्यहाँ आएर समग्र वर्ल्ड कपको इतिहास र विशेष 2014को एक विवरणलाई नोटमा कलात्मक प्यासन अगाध प्रेम झल्किने गरी डायरीमा पत्रिकाको फोटोहरू इन्ची काटेर सजाएँ, जहाँ हर इतिहास र 2014 समग्र थियो। त्यसरी त्यो पीडालाई भुल्न सकेँ। त्यसबेला सहयोग गर्ने मेरो एसी ब्याज 2073लाई मनबाटै सम्झिरहन चाहे र त्यो डायरीको कलेक्सन मसँग हालसम्म पनि छ र रहिरहन्छ। एउटा फुटबल फ्यानको जीवन्त दस्तावेज, पीडा भुल्न पनि, जुन यस्तो थियो। हरेक हिस्ट्री, कहिले कुन नियम सुरु भयो, कहिले कसले जित्यो, फोटोसहित मसँग दस्तावेज छ अहिले पनि। पीडा भुल्न पनि किन नभुलौँ। यसपछि त मेरो आइडल सन्चो भई मैदान फर्केर लगातार 2वटा लालिगा, फिफा क्लब वर्ल्ड कप, च्याम्पियन्स अफ युरोप UCL, त्यो फाइनलको अन्तिम गोल, घरेलु कपहरू, MSN को त्यो जोडी, रेकर्डहरूका माथि रेकर्ड फुटबल जगतमा तहल्का भयो। यो त अझ कम थियो। यसपछि त झन् 2016को रियो ओलम्पिक, जुन घरेलु मैदानमा नै पहिलोपटक ब्राजिललाई गोल्ड अर्थात् च्याम्पियन विजेता, त्यो पनि 7 हान्नेको विरुद्धमा फाइनल खेल, एकल प्रदर्शनबाट जित भएको जसरी देखिने मेरो आइडलको क्याप्टेन्सी प्रदर्शन, यसको म यसभन्दा बढी बयान गर्न नै सक्दिनँ होला। सन् 2016मा भएको युरो कप, होस्टेलको बास, राति 11, 12, 1, 2 बजे पर्खाल नागी गएर खेल हेरेको त्यो स्वाद झन् बिछट्टै हर्षका छेड थिए। अब यस्तो मेरो स्वयंको साँच्चीकै क्रेजी फ्यानको इरामा मेरो इन्सपिरेसन सन् 2017मा न भूतो न भविष्यति जस्तो देखिने कीर्तिमानी मूल्य 222 मिलियन युरो रकम हालको नेपाली 38 अर्बमा फ्रान्सको प्रसिद्ध क्लब पेरिस सेन्ट जर्मेन PSGमा ट्रान्सफर भए। जुन पिक सफलता आर्जेर PSGमा गए, त्यसरी नै पिक विफलताले समात्न थालो। यस्तो पनि नभनौँ, 5 पटक लिग 1 जिते, घरेलु ट्रफीहरू पनि थुप्रो बनाए। त्यही एउटा मूल लक्ष्य PSGले कहिल्यै जित्न नसकेको UCL जिताउन सकेनन्। एकपटक गजबको प्रदर्शन गरी 19-20को फाइनल हारे र 20-21को सेमी फाइनल हारे। PSGसँग UCLको सफलता यति नै थियो। यसबीचमै सन् 2018को फिफा वर्ल्ड कपमा अर्को पीडा थप्यो। उत्कृष्ट खेलका बावजुद पनि डार्क हर्स बेल्जियमसँग अप्रत्याशित हार भई बाहिरियो। यसपछि पनि त एउटा खुसी ब्राजिलले दियो। सन् 2019को कोपा अमेरिका च्याम्पियन भयो, तर दाइलाई त्यस टुर्नामेन्टमा खुब मिस गरियो। यसपछिका दिनहरू त 365 दिनमा 200 दिन घाइते हुन थाले। ढाड, खुट्टा, लिगामेन्ट्स, मसल टियर लगायत विविध घायल बनाउने फ्याक्टर्स। पटक घायल हुने, पटक सिंहको गर्जन र शिकार जसरी उठे, खेले हामीलाई खुसी बनाए। उनको कलात्मक खेलको दर्शन गर्न अभाव चाहिँ खड्किएन। सन् 2020को कोपा अमेरिकामा आइडल फर्किए, राम्रो खेल खेले। फाइनलमा ब्राजिल भर्सेस अर्जेन्टिनाको त्यो खेल, फुटबल प्रेमीको रग श्रृङ्ग हुने जादुमय खेल खेले। 1 भर्सेस 11 जस्तो त्यो खेलले मन जित्न सकियो, तर उपाधि जितिएन। यसरी आउने जानेका बावजुद सन् 2022को फिफा वर्ल्ड कपमा पनि क्वार्टर फाइनलको त्यो मनमोहक आँखा अगाडि नाचिरहने क्रोएसिया विरुद्धको खेलमा 105 मिनटमा गरेको गोल र लगत्तै टिम नै थप एट्याकिङ खेल्ने चक्करमा गोल खाई पेनाल्टी सुटआउटबाट विदाई भयो, जसले ठुलो वज्रपात पर्यो हामी ब्राजिल र नेमार फ्यान समुदायमा। यसै समय ठुलो निर्णय लिन पुगे। सायद अब शरीरमा कुनै तागत थिएन, मनमा जति नै हुटहुटी भए तापनि। सन् 2023मा साउदीको अल हिलालमा आबद्ध भए। मुस्किलले 7 खेल खेले भने साउदी प्रिमियर लिग जिते एकपटक। यही समयमा फुटबलका राजा पेलेको ब्राजिलको तर्फबाट अल टाइम टप स्कोरर 77 गोलबाट नेमार 79 गोलमा आज रनिङमा छन् भने यो क्षण यति धेरै खुसी भएको थिएँ, त्यो पनि बयान गर्न समर्थ छु। र अब उनलाई फुटबलसँगको प्रेममा तरबारको धारमा हिँडे जस्तो हुन लाग्यो होला। मनमा अनगिन्ती पीडा भयो होला। हामी फ्यानहरूलाई पनि भयो, दाई तिमी अ प्रिन्स हु नेभर बिकेम अ किङ हौ, तिमी हाम्रो लागि महान छौ। यो खेलमा हामीलाई यसरी स्नेहमा पार्यौ, त्यति नै हाम्रा लागि इनफ छ। तिमीले फुटबललाई यति धेरै माया र लगाव दियौ, तर तिमीलाई फुटबलले मायासँगै केही ठेसहरू पनि दिए। अब रिटायर हुनु भनेर कामना गर्दै पुनः आफ्नो बाल्यकालको क्लब सान्टोसमै सन् 2025मा फर्किन पुगे र जुन बालक यहीँबाट संसारमा राज गर्न पुग्यो आज त्यहीँ फर्कियौ भनेर धेरै खुसी भएँ। त्यसपछि भने अब दाइलाई मैदानमा देख्न पाउन्न। मेरो आइडलको सुखद विदाई हुन सकेन। ब्राजिलको जर्सीमा देख्न नपाएको पनि 500
100 भन्दा बढी दिन भए भन्ने भीषण पीडामा मल्लम लगाई सन् 2026 को फिफा वर्ल्ड कपमा यति बलियो र यति स्ट्रङ माइन्डसेटमा मैदान फर्कदैछौ। सोसल मिडियामा द लास्ट डान्स भनी एकातिर पीडा दिएको छौ भने अर्कोतिर खुसी पनि छु, किनकि हरेक कुराको आफ्नो समय हुन्छ, समयसँगै सकिन्छ पनि। स्वान्त सुखाएले खेल, गजबले टिमलाई अत्यावश्यक चाहिने खेल देखाऊ, सन्यासको भावुक विदाई सम्झ, तिम्रो सुखद विदाई देख्न पाइयोस्, कामना यही छ। 24 वर्षपछि ब्राजिलले फेरि एउटा थप वर्ल्ड कप जितोस्, यही म्यानिफेस्टिङ छ, 6वटा स्टार बनाओस्। मैले पनि त्यो बाल्यकालदेखि आजका दिनसम्म पनि यो खेलमा डुबेर रमेर खेलेर आम्दानी गरेर कोचिङ म्यानेजिङ गरेर खेलको आनन्द लिएर हाल भिडबाट पृथक एक्लै राति राति उठी हेरेर माया गर्दैछु, गरिरहन्छु होला। तर नेमार, रोनाल्डो, मेस्सी हाम्रो जेनेरेसनका आइडल महान खेलाडीहरूको विदाईपछि म जस्ता फुटबल प्रेमी पनि रातको अँध्यारोपनमा विलिन हुन्छौँ होला। यो लाइन मेरो आइडलको लागि, आई स्टार्टेड वाचिङ हिम फ्रम हियर FIFA Confederation Cup 2013 as a big supporter, and now in the latter half I am recalling a happy retirement, my inspiration, dear brother Neymar। र यो लाइन हाम्रो फुटबल फ्यान इराको लागि, on the stands I to feel it, my fan era is fading into silence after our legends retired, happy retirement मेसी, रोनाल्डो, नेमार युग। जय फुटबल, जय खेलकुद।